क्यानका महानिर्देशक सुभाष भण्डारी सहित 6 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब 13 करोड रुपियाँ बिको कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले भक्तपुरको नलिनचोकमा रहेको हेलिप्याड निर्माण भएको अनियमितताका विषयमा अनुसन्धान गरेको थियो। वातावरणीय प्रभाव मूल्याङ्कन EIA नगरिएको, म्यानेजिङ डाइरेक्टर लगायतका कसुरहरू स्थापित भएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ। महानिर्देशक अधिकारी सहित मुमारी भण्डारी, नल विक्रम थापा, समृद्ध श्रेष्ठ, गुरुदत्त अधिकारी तथा कम्पनीको म्यानेजिङ डाइरेक्टर गरेर 7 जना विरुद्ध भक्तपुरको नलिनचोकमा यो हेलिपोर्ट निर्माणको क्रममा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने विषयमा परामर्शदाताको छनौटदेखि कुल सबै प्रतिवादीहरूलाई विपरीत काम गरी रु 13 करोड 57,46,293 रुपियाँ 77 पैसा बराबरको हानि पुग्ने गरी भ्रष्टाचार गरेको दाबी गरेको छ। आयोगका अनुसार हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्य अध्ययन नगरी बदनियतपूर्ण प्रक्रिया अगाडि बढाएको र कानुन स्वीकृति नलिई प्राविधिक तथा वित्तीय प्रस्ताव माग गरिएको, अनुभवहीन परामर्शदाता फर्मलाई मिलेमतोमा छनौट गरिएको र विस्तृत परियोजना प्रतिवेदन समेत पूर्ण रूपलाई नबनाई खरिद प्रक्रिया अघि बढाएको पाइएको छ। अनुसन्धानबाट प्राप्त ब्युरो अनुसार इन्जिनियर समृद्ध श्रेष्ठ र तत्कालीन निर्देशक मुरारी भण्डारीले हेलिपोर्टको सम्भाव्यता अध्ययन स्वीकृति गराएपछि पनि वास्तविक अध्ययन नगरी लागत अनुमान तयार पारी परामर्श सेवा खरिद प्रक्रियामा प्रवेश गरेको थियो। सार्वजनिक खरिद ऐन तथा नियमावलीले माग गरेको स्पेसिफिकेसन, योजना डिजाइन, खरिद गुरुयोजना, वार्षिक खरिद योजना तथा बजेट स्वीकृति झनै बिना नै निर्माण प्रक्रिया अगाडि बढाएको आयोगले जनाएको छ। त्यस्तै हेलिपोर्ट जस्तो संवेदनशील संरचना निर्माण सरकारको पूर्व स्वीकृति तथा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य भए पनि कुनै प्रक्रियागत अनुमति नलिएको प्रमाणित भएको आयोगको भनाइ छ। अख्तियारले बुधबार दायर गरेको आरोपपत्रमा सार्वजनिक सम्पत्ति हानि नोक्सानी, बदनियतपूर्ण निर्णय र कानुनी प्रावधान उल्लङ्घन तथा मिलेमतोद्वारा भ्रष्टाचार गरेको ठहर गर्दै सबै प्रतिवादी विरुद्ध कारबाहीको माग गरेको छ।